नमस्ते सम्पूर्ण धर्मप्रेमीहरूलाई। आज चाहिँ तपाईहरुले देख्नु हुँदैछ होला भिडियोमा यो अन्तिम संस्कारको लागि चाहिँ हामीले यहाँनिर ल्याइसकेको छौं है। अनि सो आज भने चाहिँ है अनि यो चाहिँ नाम्ची बुङटार साउथ सिक्किममा पर्छ। यो भिडियो चाहिँ ओल्ड एज होमको है। अनि मैले चाहिँ त्यस्तो अनाथ्या नसोच्दिनु होला है। एउटा भ्युजको लागि कन्टेन्टको क्रिएट गर्नुको लागि चाहिँ उले चाहिँ यस्तो भिडियो बनाइछ भनेर त्यस्तो नसोच्नु होला। जस्तै कि जुनै धर्म होस् है, बुद्धिज्म, हिन्दू है, जुनै धर्म पनि होस् है, हामीहरू जस्तै ठाउँमा पनि पुग्नुपर्छ, जस्तै जग्गामा पनि पुग्नुपर्छ। एउटा चाहिँ म तपाईलाई यो उदाहरणको लागि है, एक्जाम्पलको लागि भिडियो बनाएर तपाईहरुको अगाडि राख्दै छु है। अनि त्यसै कारणले आज चाहिँ यहाँ ओल्ड एज होममा एकजना है बाजे हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ बित्नु भएछ है। अनि उहाँको चाहिँ उमेर पुगेरै बित्नु भएको है। अनि तर म भिडियो बनाउँदै छु है। यहाँ देख्नु हुँदैछ उहाँहरुकै साथी है ओल्ड एज होममा यहाँ बस्नुहुन्थ्यो है। अनि उहाँहरुलाई यहाँको सरहरुले एकदम राम्रोसँगले है आफ्नै फ्यामिलीहरु जस्तै उहाँहरुले याद गर्नुहुन्थ्यो है। हामीहरु लास्ट इयर पनि पूजा गर्नु आएको थियो। उहाँहरुको भिडियोहरु पनि मैले हाल्दिएको थिएँ तपाईहरुको माझ। अनि आज चाहिँ यस्तो सुन्दाखेरि मलाई अनौठो लाग्यो है। अनि त्यसै कारणले है अनि हामीहरु नाम्चीको लामा छोक्पा है। अनि यसमा चाहिँ ठुलठुलो मेमेहरु पनि हुनुहुन्छ है। तेन्जिङ मेमे, सेराप लोबेनहरुदेखि लिएर है अनि गेदुन गेलाहरुदेखि लिएर उहाँहरु पनि ठुलठुलो लामाहरु पनि हुनुहुन्छ है यो मेम्बरमा चाहिँ। अनि सो त्यसमा चाहिँ अब हामीहरु पनि छ है। अनि त्यसमा चाहिँ मेम्बरमा अनि खुसी लाग्छ उहाँहरुले यस्तो यस्तो कुराहरुमा लगेर यस्तो कुराहरु पनि यो एउटा है। अनि यो पर्सनल खालके हैन, यो सबैलाई नै पर्ने कुराहरु हो। यस्तो कुरामा जान्नु पाउँदा है यो खुसी लाग्छ क्यो। अब यो चाहिँ एउटा सोशल वर्कर जस्तै है, सोशल काम जस्तै लाग्छ है। अनि एकदम धेरै धेरै थ्याङ्क्सफुल छ है उयोसँग चाहिँ है, हाम्रो छोक्पासँग, लामा छोक्पासँग नाम्चीको स्पेशली है। अनि उहाँहरुले चाहिँ यस्तो ठाउँतिर पनि हामीलाई है दोहोऱ्याएर लान्छ। अनि आफुलाई पनि खुसी लाग्दैछ। अनि यहाँ हेर्नुस् उहाँहरुले हेरिएर बस्नु हुँदैछ। उहाँहरु पनि कति जना अब बुढोबाट हात खुट्टा नलाग्ने भइसकेको रहेछ है। अनि लास्ट इयर उहाँहरुकै निम्ति है धेरै राम्रो होस् भनेर हामीले पूजा गर्दिएको थियो है। अनि त्यसै कारणले अनि यहाँनिर चाहिँ उहाँहरुको साथीहरु पनि कति जना जान्छु भनेर अब कसै त नसक्ने अवस्थामा पनि रहेछ। अनि एक दुई जना चाहिँ हामीहरुसँग पनि गयो हो। अब यहाँबाट चाहिँ हामीहरु आले लगेर चाहिँ उहाँको अन्तिम संस्कार गर्ने छ है। अनि सो नराम्रो कमेन्टहरु नगर्दिनु होला है। कतिले नराम्रो मेसेजहरु गर्दैछ, एउटा भिडियोको लागि क्रिएट गर्दैछ भन्नेहरु त्यस्तोहरु धेरै आउँदैछ है। त्यस्तो नसोच्दिनु होला है। यहाँ हेर्नुस् है उहाँले चाहिँ उहाँको साथीको निम्ति है आएर हामीहरुसँग यहाँ हेल्प गर्दैछ है। अनि बिचारा उहाँ आज्ञाहरु पनि यहाँको उनीहरु इन्चार्जहरु हुनुहुन्छ। उहाँहरुले एकदम राम्रोसँगले याद गर्नुहुन्छ ओल्ड एज होममा। सो हेर्नुस् है। अनि यहाँ चाहिँ हामीले यस्तो प्रकारले मिलाएको छ। अनि मज्जाले है लामा अनि ओल्ड एज होमको आज्ञाहरु इन्चार्जहरुदेखि लिएर हामीले उहाँको अन्तिम संस्कार गर्थ्यो है। अनि उहाँको आत्माले है शान्ति पाओस् है, उहाँको आत्माले मोक्ष पाओस् भन्दै है। अनि आजको मैले तपाईहरुको अगाडि भिडियो बनाएको चाहिँ यसै कारण हो। नराम्रो नसोच्दिनु होला है। तपाईहरुमा जाम पर्छ यस्तो कुरा है।